यस्तो झारीको बाटो हिँडिरहनु पर्छ नि गाइस हेर्नु त है आम्मा पासेर नि यस्तो झारीको बाटो हिँडिरहनु पर्छ आम्मा हेर्नु न उकालो पनि कहाँ उकालो आइपुग्यो अनि दिदी हिँडिरहनु भएको छ यस्तो घारी छ क्या म त यस्तो भइसकेँ पसिनाले ल्याप्पै भिजेर क्या यो हाम्रो युट्युब च्यानललाई सबैजनालाई सब्सक्राइब लाइक कमेन्ट सेयर गर्नु होला है यहाँ कुद्दै हुनुहुन्छ अब हामी पनि यहाँ कुद्दै हिँड्दैछौँ है लडियो भने चाहिँ दामी माछा मारिन्छ घारी यस्तो छ बाँस घारी हेर्नु न यो उता गीत गाएको गाई छन् हामी यहाँ दुईजना टोलाट कमरेमा गाउँ न कुन मेरी माया फुल जस्ती बगैँचामा फुलिरहने मेरी माया चम्किला ताराहरूमा चम्किने जुन जस्ती मेरी माया फुल जस्ती माया मेरी माया राखीले संसारमा राखिने जुन जस्ती भए ठिकै हुन्थ्यो भेटिहाल्यो अब छुट्नै पर्यो जिन्दगीको खेल छाडी जाने नै हो र अरे चिन्तो नभेट्दा साथै जान्थ्यो प्राय समय अङ्गाली आल्यो राति साँचेछु अनि माया गाँसेछु हाँसिरहनु है यत्रोसम्म जोसिएर कहाँ पुग्यो ओह्रालो रहेछ कि आइज सबजना घोडाको स्पिडमा दौडिरहेछन् क्या अब हामी त यस्तो हिँड्दै अघिसम्म हामी पनि दौडिरहेको थियौँ अब हामी पनि दौडिन्छौँ नि र पहिरो खोलाको बाटो नमान्नु डरै डर धान सुक्यो रापले फकाउँछ क्यापले जानु कि नजानु ल हामी यहाँ गाई चौतारा आइपुगिसक्यौँ होइन यहाँ त्यस्तो जङ्गल फाइनली भर्खर आधी आइपुग्यो हाइएस्ट टपमा अब हामी जाँदैछौँ होइन यहाँ अगाडि यो सानो चौतारा बनाउनु भएको छ यहाँ हामी चौतारामा आइसकेको छौँ यहाँ बस्दा पनि हुन्छ है रात पऱ्यो भने यहीँ ल श्री पिता मानबहादुर देवान भाङबाडी मुन्सीको सम्झनामा श्रीमती श्यामकुमारी देवान पर्यटकहरूको लागि बनाइदिएको भाङबाडीको चौतारो कटेर यता अगाडि बढ्दै थियौँ यहाँ पनि जङ्गल सानो थियो यहाँ यस्तो भयो यहाँ अगाडिहरू हिँड्दै हुनुहुन्छ है हाम्रो भाउजू दिदीहरू होइन हामी यस्तो टक्क लगाएर म चाहिँ कालो चस्मा लगाएर हिँड्दैछु आम्मा माथि आइपुग्यो फाइनली मन्दिर टपमा टप होइन ए मन्दिर रहेछ सरी गाइस टप आइपुगेको छैन गल्यो ल यता गलिसक्नु भएछ होइन दामी मन्दिर आइपुग्यो यस्तो टुप्पोमा मन्दिर बनाएको छ खोइ यो कुन खाले च्याउ हो होइन कि कुखुराको अन्डा हो यहाँ चिनी नै नसकिने भयो
खोइ साधु कहाँ हुनुहुन्छ खोइ यहाँ देखाइदिउँ खोइ हट्नु त यहाँ साधु आउनुहुन्छ अरे यस्तो खतरा छ मन्दिर डोगी पनि हालौँ साधु बाबा चढ्नुहुन्छ अरे यत्रो उकालो राम्रो टप भनेर ल अब हामी टपतिर लागिसक्यौँ गाइज ल घारी बारी हिँडेर अगाडि बढिसक्यौँ है आइतबारको छुट्टी यसरी स्पेन्ड गरियो होइन हामीले तपाईँहरू पनि आउन सक्नुहुन्छ छुट्टीमा होइन कसैलाई आउने मन छ भने मलाई सम्पर्क गर्नु म आउँछु कराएर यहाँ राम्रो बेला घारीले पासो अब रातभरि रुने घाँस चाहियो भनी एकैछिनमा आम्मा पासेर चाहिँ आज मजाले पास्ने आउँदैनन् हो सही हो घारी आम्मा घाँस त वा हो दामी मान्छे हराइने घाँस छ गाइस अनिसा हराइसकेको अवस्था घाँसबारी भित्र ल गाइस यत्रो घाँसबारी है मान्छे पुरिने छ यो बाटो अरे घाँसबारी हो कि बाटो हो हेर्नु न आम्मा लु यहाँ अनिसाको रियाक्सन बिचरा टुवा परिसकिन् ल अगाडि बढौँ फेसिलिटीमा आउनु यत्तिका फेसिलिटी चाहियो एउटालाई फेरि राम छाम्दै पो हिँड्ने बेला हो त ल होट गाइस राम के हो यो थाकलको रुख कत्रो ठुलो हो यो थाकल हो कि के हो यो पाकल हो थाहा छैन टक्क थाकल हो दामी हुन्छ जङ्गल गाइस अझै छ नि आइपुगेकै छैन अरे ए टप अरे गाइस फाइनल्ली अगाडि बढिँदैछ हामी लु यहाँ छ फोटो खिच्ने ठाउँ बबाल यहाँ आउँदै हुनुहुन्छ यहाँ यस्तो दामी है यहाँको मान्छेहरूले चाहिँ लास्ट प्रगति गरे क्या कोला खोइ जङ्गली कोला हो त्यो खोइ यहाँ अब यहाँ लोकेसन हेरेर जानु ल झर्ना झर्ना 1 घण्टा लोकेसन गाइस खतरा बनाएको छ यो 5 मिनेट वेलकम गरिसक्नु भएको छ यहाँ डस्टबिन है 1 घण्टा जुत्तै हाल्दैछ कुन्चेले यहाँ खिच्नु पर्छ डस्टबिन जुत्ता हाल्दैछ 5 मिनेट हो अझै झर्ना 1 घण्टा लाग्छ अझै 1 घण्टा भन्दा झर्ना अझै 1 घण्टा लाग्छ अन्तरा नि यहाँ हामी बुझाउँदै हुनुहुन्छ हामी जान अन्धेरी झर्ना मङमाङ बजार चिसा पानी पञ्चमी ल यहाँदेखि त आइ कहाँ छ मैले हामी भने प्रस्थान बिन्दु यो तल यहाँ बुझाउँछ अब यो यहाँदेखि यो अन्धरा अब अहिले हामी यहाँ माथि टप पुग्नु अँधेरी दोभान मन्त्री डाँडा दाँदे भाद्र दोभान दरबारे रता बेसी बारी यो उ तल यो कहाँ पुगिन्छ भने तर अघि हामी फोटो खिच्यौँ नि तर सुरुको त्यो बिपी
मार्ग हो त्यो मार्ग हो यो यस्तो त्यसो तलको यहाँ हामीलाई बुझाउँदै हुनुहुन्छ उत्तरे पनि पुगिन्छ रतुवा बेसी पार उहाँ चाहिँ हाम्रो मेन मान्छे उत्तरे गुप्ती कहाँ दिदी ए कहाँ दिदी अरे भाउजू उठे बस्ने पर्ने ए त्यो तल्केको उहरू हो खोयो उ के अरे कुहिरो लाग्यो पार ए कुहिरो अरे ल खै यहाँ आइज त